यो हजुरहरूले देखिराख्नु भएको यो सुन्दर गाउँ लुम्ले हो। यो अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 6 मा अवस्थित छ। यो देवी देवताले बास गरेको यो पूजनीय भूमि लुम्ले यति ठुलो पहाडको मुनि बसेको छ। यहाँ कान्छीबरा मन्दिर, कालिका मन्दिर, देउराली, भूमे, कृष्ण मन्दिर, देउराली, बराहा सबै जात जातिका कुल मन्दिरहरूले सुसज्जित छ। यहाँ तिलक बम मल्लले मुटु छुने लुम्लेको हावाले भनेर जसरी गीत बनाइदिनु भयो त्यस्तै यो चिसो ठाउँ हो। यो पहाडको मुनि बसेको छ। यहाँ 12 मास मानिसहरू स्वेटर लाएर हिँड्छन् भने गर्मीको समयमा पनि सिरकै ओढेर सुत्ने ठाउँ हो। यो कृषि उर्वर भूमि पनि छ। यहाँ चाहिँ अत्याधिक बर्खे तरकारी, हिउँदमा रायोहरू, फलफुलमा त्यति धेरै नभए पनि यो तरकारीले एकदम कृषिमा आत्मनिर्भर बनाएको छ यहाँको व्यक्तित्वहरूलाई। यहाँ यस्ता व्यक्तित्वहरूको जन्म भयो जुन प्रवीण गुरुङज्यू, स्वर्गीय प्रवीण गुरुङज्यूलाई हजुरहरूले जुन ठाउँबाट नि चिन्नुभएकै छ। लेकाली ब्यान्डका भोकलिस्ट नवीन गुरुङज्यू यही ठाउँमा जन्मिनु भएको हो। यही ठाउँमा अर्का चर्चित डाक्टर मुटुरोग विशेषज्ञ आदरणीय दाई सूर्य देवकोटाज्यू पनि यही भूमिमा जन्मिनु भएको छ। यहीँ हुर्किनु भएको हो। उहाँको बाल्यकाल सम्पूर्ण यहीँ बितेको थियो। त्यस्ता अनेकौं मान्छेहरूको जन्म दिएको गाउँ यो लुम्ले गाउँ हो। लुम्ले तल बाटोबाट धेरै नदेखिए पनि माथि जाँदा यो विशाल गाउँले भरिएको छ। प्रायःजसो यहाँको बस्तीमा ढुङ्गे घर, पुरानो रीतिरिवाज झल्किने परम्परागत घरहरू नै गाउँभित्र देखिन्छ। बाटोमा पक्की घर देखिए पनि गाउँभित्र चाहिँ परम्परागत घरहरू नै छन्। यहाँको रीतिरिवाज, संस्कृति सबै पुरानै छ। यहाँ चाहिँ पश्चिमी संस्कृतिले धेरै बास गरेको छैन। यहाँबाट तपाईँ कान्छीबरा मन्दिर जानु पर्यो भने यही भिर उक्लेर, यो माथि देखिएको भिर उक्लेर जानुपर्छ। यहाँ चाहिँ स्वास्थ्य, शिक्षा, बाटोघाटो सबैले एकदमै सुसज्जित छ। यो विकासको हिसाबले पनि यही लुम्ले गाउँमा तीन घुम्टी हानेर पोखरा बागलुङ हाइवे हिँडेको छ भने यो गाउँभित्र पनि सम्पूर्ण बाटो खन्ने काम चाहिँ भएको छ। घर घरमा बाटोहरू पुगेको छ। यहाँको बाटोहरू पुर्याउने काममा अहोरात्र खटिनुभएका आदरणीय दाई चित्रबहादुर गुरुङज्यूले सुख दुःख जे परे पनि दाईको भूमिका अतुलनीय छ। जसको घरमा जे परे पनि दुःख सुखमा दाई जसरी नि पुग्नुहुन्छ, उहाँ एउटा जिउँदो मान्छेको रूपमा यहाँ लिन सकिन्छ। त्यस्तै 2-4 जना व्यक्तित्वहरू हुनुहुन्छ। आदरणीय भाइ यो गाउँको लागि प्रकाश देवकोटाज्यू हुनुहुन्छ। आदरणीय दाई चुडामुनि देवकोटाले पनि यो गाउँलाई अतुलनीय भूमिका खेल्नुभएको छ। जे परे पनि दाईहरू चित्रबहादुर गुरुङज्यू, आदरणीय दाई चुडामुनि देवकोटाज्यू, भाइ सहसचिव प्रकाश देवकोटाज्यू, उहाँहरूको भूमिका अतुलनीय छ। तपाईँ पनि एकचोटि गाउँ भिजिट गर्नलाई जसरी नि पाल्नुहोला, जसरी नि आएर एक रात लुम्लेमा बसेर तपाईँ जानुहोला। यहाँ चाहिँ होटलहरूको प्रबल सुविधा छ। गाउँभित्रै बस्नु पनि भने पनि होमस्टेहरू, आदरणीय घरहरूमा पनि खाली खाली छ। बाबुआमासित सँगै पकाएर खाएर त्यो रात चाहिँ बिताउन सक्नुहुनेछ। थ्याङ्क यू, धन्यवाद।